नमस्ते सबैमा, म डाक्टर अन्जु शाह, नाक कान घाँटी विशेषज्ञ, तत्काल कागेश्वरी मनोहरा मूलपानी अस्पतालमा कार्यरत। यो भिडियो मैले कानी गुजीबारे एउटा चेतनामूलक हिसाबले बनाएको भिडियो हो। बिरामीहरू कतिपय मेरो कानमा धेरै गुजी भयो, मलाई निकाल्नु पर्यो, मेरो बच्चाको कानमा मैले धेरै कालो गुजी देखिरहेको छु, निकालिदिनुहोस् भन्दै आउँछन् हैन। तर असलमा त्यो कानी गुजी खासमा कानले बनाएको कानको सुरक्षाको लागि एउटा राम्रो तत्त्व हो। यसले कीटाणुहरू तथा बाहिरी तत्त्वहरूबाट कानलाई बचाउन कानबाट प्रोड्युस भएको एउटा राम्रो कुरा हो। त्यही भएर यसले समस्या नगरेसम्म त्यो निकाल्न केही जरुरी छैन। यदि कानी गुजी डुङ्म भएर ब्लक भएर यदि त्यसले इन्फेक्सन गर्यो, दुख्यो अथवा त्यसले गर्दा सुनाइमा कमजोरी भयो भने बल्ल निकाल्नु पर्ने हुन्छ। कानी गुजी असलमा कानको लागि राम्रो कुरा हो। यदि त्यसले समस्या गरे मात्र निकाल्नु पर्छ भनेर यो एउटा सूचना म दिन चाहन्छु। धन्यवाद।